नबोलौँ भनेको बोल्नै पर्ने। हिजो केपी ओलीको रिहाइको माग गर्दै भरतपुरमा बृहत् आन्दोलन भन्ने सुनेको थिएँ र हेर्न भनेर म पनि गएँ। यसो हेर्छु त केही मानिसहरू थिए, टायर जलाएर यसो प्रदर्शन गरिरहेको थिए। हो आज त पहिलो दिन हो, थोरै नै भए मान्छे भन्ने ठाने। जब आज हेरेँ आज पनि उस्तै छन्। केपी ओलीको मान्छे घटेको त सबैले देख्नुभयो। यो किन घट्यो होला त? यो केपी ओलीको प्रवृत्तिलाई बुझे सबैले। अब त्यसैले नै प्रदर्शनमा केही व्यक्तिहरू मात्र थिए जो धेरै नजिकका हुन्, जसले उनीहरूलाई नै पालपोषण गरेर राखेकाहरू मात्र थिए। जोस् रमाइलो छ। सरकारको राजीनामाको माग गर्दैछन्। माग गर्नु पनि स्वाभाविकै हो, उनीहरूले जिताएर पठाएको सरकार हो। अब के गर्लान्, सरकारले गर्लान् हेरौँ। अब हामीले त बिचमा बोल्नु पनि भएन। फेरि छरछिमेकमा सबै साथीभाइ हुन्।